देखियो त हेर्नु न क्लियर भ्यू छ यार। हेलो नमस्ते गाइस, पाइन म पनि एकदम फिट एन्ड फाइन छु। सो आजको भ्लगमा हजुरलाई स्वागत छ। सो आजबाट चाहिँ मैले भ्लग डेली हाल्ने छु 15 दिनसम्म। सो अस्ति नै पनि मैले भ्लग हालेको थिएँ बट कन्टिन्यू भएन हैन त्यतिखेर पनि। सो अबबाट चाहिँ मैले कन्टिन्यू भ्लग हाल्ने छु। सो आजको भ्लगमा एकदम नर्भस छु किनभने एकदम धेरै दिनको ग्याप पछि बल्ल भ्लग आइरहेको छ नि त। सो त्यही भएर आम्मा दिप्चुली डाँडा त खतरा। सो आज फर्स्ट च्याप्टर अनि डे 1। सो सिनेमेटिक भिडियो हेरिदिउँ है त आजको। हजुर A few moments later. डे 15 सम्म नै हेर्नु होला। सो आजको भ्लग त्यति राम्रो नहोला अनि आज भोलि पर्सि गर्दा गर्दै भ्लगहरू एकदम बबाल आउँछ डे 15 सम्म नै। अनि दसैँको भ्लग सबै आउँछ यही डे 15 सम्ममै। अनि सो हेर्दै जानु होला। सो आज भोलि गर्दै बबालै आउँछ भ्लगहरू। सो हेर्न कुनै पनि भ्लगहरू हेर्न नछुटाउनु होला। सो दसैँ पनि आइहाल्यो, अब कति 3-4 दिन त होइन 5-6-7 दिनै छ होला। सो हेरिसक्नुभयो होला सिनेमेटिक भिडियो। हाम्रा म त यहाँ पछाडि आएको होइन ट्याक्क लाएर पुरै यो के हो धान होइन, धान पनि पुरै फलिसक्यो। खतरा देखेको यार आज घाम पनि हेर्नु न त्यस्तो बबाल सनराइज हो क्या के भन्ने। सो बबाल छ। दिप्चुली डाँडा चाहिँ के हो यार यस्तो यहीँ छ, त्यही पनि अहिलेसम्म घस्ट दिप्चुली डाँडा नै हो यार, बबाल छ। सो आजबाट चाहिँ डे 15 सम्म कन्टिन्यू भ्लग हुन्छ। भ्लग हेर्न नछुटाउनु होला। भ्लग यति राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब हान्नु होला। सो आजको भ्लग यति नै। सो भोलिको भ्लगमा भेट्नुपर्छ। सो बाई गाइज।